आशिका दिदीले गर्दाखेरि पुलमुनि अनि बाटोतिर पिसाब फेर्न लास्टै कम भएको छ। तर यसलाई अझ इफेक्टिभ कसरी बनाउन सकिन्छ थाहा छ? आशिका दिदीको आँखाको पोस्टर पुलमुनि अनि खम्बामा टाँसेर। दिस इज सफ्टवेयरिका प्रेजेन्ट्स फोकस फिक्स, हेल्पिङ यु थिङ्क क्लियरली। 2006 मा न्यूक्यासल युनिभर्सिटीका केही रिसर्चर्सहरूले आफ्नो अफिसको किचनमा एउटा एक्सपेरिमेन्ट गरे। उनीहरूको अफिसमा एउटा कफी स्टेसन थियो अनि त्यसको साइडमा चाहिँ अनेस्टी जार, जसमा मान्छेहरूले आफ्नो गच्छे अनुसार अथवा आफूलाई जति मन लागेछ त्यति पैसा हाल्थे कफी खाए बापत। रिसर्चर्सले त्यसपछि के गरे भने पैसाको भाँडोमाथि पोस्टर टाँस्थे। एक हप्तासम्म फ्लावर फुलको पोस्टर टाँसे अनि अर्को हप्ता चाहिँ दुईटा ठुलो आँखाको पोस्टर टाँसे। र यहाँ एउटा अचम्मको कुरा के भयो भने जुन हप्ता उनीहरूले आँखाले सिधै हेरेको फोटो राखे त्यो विकमा मान्छेहरूले अरू टाइममा भन्दा अलमोस्ट डबल पैसा हाले। यस्तो किन भयो भन्दाखेरि जब हाम्रो दिमागले कुनै आँखाले हामीलाई हेरिरहेको छ भनेर सुइँको पाउँछ त्यसले हामीलाई अलर्ट बनाउँछ। कसैले हामीलाई हेरिरहेको छ त्यही भएर समाजले पचाउने खालको अथवा अरूको अगाडि राम्रो व्यवहार गर्नुपर्छ है भनेर झकझगाउँछ र यसलाई भनिन्छ वाचिङ आइज इफेक्ट। प्रोबेबली त्यही भएर होला एक्जाम हलमा टिचर क्लासको अगाडि हुँदा भन्दा पछाडि हुँदाखेरि साथीहरूलाई सोध्नलाई अझ बढी डर लाग्छ। अनि कुनै ठाउँमा क्यामेरा नभए पनि तपाईँ सीसीटीभी क्यामेराको निगरानीमा हुनुहुन्छ है भन्ने नोटिस देख्ने बित्तिकै अलिकति सतर्क भइन्छ। ओइ के हो, अब कुनै कुरामा कसैले मलाई हेरिरहेको छ है भन्ने खाली डर मेक सेन्स। तर when it comes to education, fear must not be there. त्यसैले for supportive, inspiring अनि nurturing environment, you can choose Softwareika College of IT and E-commerce.